सबैजनालाई नमस्ते। मेरो नाम चाहिँ प्रद्युमन ठाकुर र आज चाहिँ फेरि हामीले नयाँ भिडियोमा तपाईहरुको अगाडि आइसकेको छौं र आज चाहिँ हामीले कुरा गर्न गइरहेको छौं भनेको 10 क्लासको भाइ बहिनीहरुको लागि र सबभन्दा सुरुमा उहाँहरुको एक्जाम रहेको छ भनेको हामीहरुको इंग्लिश सब्जेक्ट रहेको छ र त्यसमा कसरी लेख्यो भने हामीहरुको राम्रो ग्रेड आउन सकिन्छ भनेर र कस्तो खालेको पेपर चेक हुन्छ जस्तै एससी को एक्जाम दिएपछि हामीले पेपर हामीहरुको अर्को क्षेत्रमा गइहाल्छ भनेर कसरी टिचरहरुले चेक गर्छ र के हेरेर त्यसमा चेक गर्ने गर्छ त्यसको बारेमा आज चाहिँ हामीले कुरा गर्न गइरहेको छौं र तपाईहरुले नयाँ आउनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई र यो भिडियोलाई अगाडि बढाउँ हामीले। सबभन्दा अगाडि हामीले इंग्लिशमा के गर्ने गर्छौं भनेर त्यसको बारेमा हामीले जानौं र कसरी लेख्यो भने हामीहरुको राम्रो मार्क आउन सकिन्छ भनेर। इंग्लिशको पेपर जब चेक हुन्छ नि त्यसमा सबभन्दा अगाडि हामीले टिचरहरुले के हेर्छ भनेको तपाईहरुको राइटिङ के छ, तपाईहरुको लेख्ने बानी कस्तो छ र तपाईहरुले पुरा फ्रेश लेख्नु भएको छ कि छैन भनेर त्यसको बारेमा टिचरहरुले सबभन्दा अगाडि फोकस गरेर त्यो हेर्ने गर्छ र त्यसपछि तपाईहरुको लास्टमा गएर ग्रामर दिएको हुन्छ 25 मार्क वा 20-15 मार्कको जति हामीहरुको ग्रामर दिएको हुन्छ त्यो सबभन्दा गएर हेर्छ हैन। र सबभन्दा अगाडि तपाईहरुको हेर्नु भएको छ होला कि इंग्लिश पेपर जब तपाईहरुको क्वेशन पेपर आउने गर्छ त्यसमा माथि नै लेखेको हुन्छ भनेको आफ्नै राइटिङ आफूले लेख्नु होला र प्रष्ट लेख्नु होला र साफा लेख्नु होला भनेर त्यसमा भनेको हुन्छ। जस्तै कुनै पनि हामीले एस्से भयो प्याराग्राफ लेखिराछ भनेर तपाईहरुको पुरै प्याराग्राफ पढ्दैन के कुनै पनि टिचरले के गर्छ कि सबभन्दा अगाडि कुनै पनि पेसेज तपाईले लेख्नु भयो कुनै पनि लेटर लेख्नु भयो नि अनि क्वेशनमा दिएको हुन्छ र त्यसमा सबभन्दा अगाडि टिचरहरुले के हेर्ने गर्छ भनेको तपाईको राइटिङ कस्तो छ हैन, त्यसपछि तपाईको लेख्ने बानी कस्तो छ, तपाईले लाइन बाइ लाइन मिलाएर लेख्नु भएको छ कि छैन भनेर त्यो हेर्ने गर्छ टिचरहरु। अनि त्यसपछि तपाईहरुको माथिको लाइन पढ्ने गर्छ कि तपाईले आफूले लेख्नु भएको छ कि कस्तो गरेर लेख्नु भएको छ भनेर टिचरहरुले त्यो हेर्ने गर्छन् के। र तपाईहरुले नछोडिकन जे आउँछ नि जे पनि लेख्नु भयो नि तपाईहरुको मार्क मिल्छ के। अनि तपाईहरुले यतिकै छोडेर आइदिनु भयो भने राम्रो ग्रेड आउँदैन, राम्रो मार्क आउँदैन भनेर मैले भन्न चाहन्छु। त्यसपछि तपाईहरुले ग्रामरमा जानुहुन्छ भनेर तपाईहरुले आफूले एकचोटी ग्रामर पढ्नु होला, बुझ्नु होला र सम्झनु होला है। र त्यसपछि तपाईले ग्रामर मिलाएर तपाईहरुको ग्रामर मिल्यो भने राम्रो ग्रेड आउन कसैले रोकिदैन भनेर हो हैन। त्यसपछि तपाईले मेहनत गर्नु होला। ग्रामर तपाईहरुको जस्तै हामीहरुको लास्टमा हुन्छ 5 मार्कमा आउने पनि क्वेशन हुने गर्छ, एउटा क्वेशनको 2 मार्क पनि दिने गर्छन् र त्यसपछि हामीहरुको के हुन्छ कि एउटा प्याराग्राफ हुने गर्छन् अनि त्यसमा हामीले के गर्छौं कि ग्रामरहरु टिक लाउने गर्छ, इज हुन्छ कि आर हुन्छ कि वेज हुन्छ, वाज हुन्छ। त्यसमा तपाईहरु हेर्नु भएको छ होला तपाईहरुले पनि त्यसमा के हुने गर्छन् तपाईहरुले प्री एक्जाम अहिले दिनु भएको छ होला र त्यसमा पनि तपाईहरुको सेम प्रश्न हुनु भएको होला र तपाईहरुको अगाडि चाहिँ हामीहरुको के हुन्छ कि क्वेशन आउने गर्छ अब र तपाईहरुको पेपर आउने गर्छ। अब तपाईले एससी मा गएर बस्नुहुन्छ नि सबभन्दा अगाडि के गर्नुस् कि तपाईहरुले जति अगाडि सक्नुहुन्छ भनेको आफूले पेसेज लेख्नु होला, जति पनि लेटर दिएको हुन्छ, एप्लिकेसन दिएको हुन्छ वा कुनै पनि स्टोरी बनाउनको लागि दिएको हुन्छ त्यो सबभन्दा अगाडि गर्नु होला। त्यसपछि तपाईले आफूले ग्रामर लेख्नु होला। त्यसपछि तपाईहरुको कुनै पनि एउटा हुन्छ नि पेसेज दिइहाल्यो त्यसबाट हामीले एन्सर क्वेशन खोज्ने, त्यसपछि ट्रु फल्स खोज्ने र फिलिङ द ब्ल्याङ्क्स पनि खोजेर हामीले के गर्छौं कि त्यसमा खोज्ने त नि टाइम लाग्छ हैन। त्यसैले अगाडि के भनिराछु भनेर त्यो सबै भ्याइदिनु हुन्छ भनेर तपाईहरुको राम्रो ग्रेड पनि आउन सक्छ र कुनै पनि क्वेशन तपाईहरुको अगाडि छुट्दैन भनेर मैले भन्न खोजिरहेको है। र तपाईहरुलाई के लाग्छ नि तपाईहरुले मिलाएर लेख्नु होला, तपाईहरुको राइटिङ बिगार्नु नहोला कि मलाई त ढिलो भइहाल्छ म त छिटो लेखेर मलाई जानु छ भनेर हैन, मजाले लेख्नु होला, राइटिङ चाहिँ क्लियर लेख्नु होला। टिचरहरुले त्यो हेर्छ सबभन्दा अगाडि। अनि तपाईहरुको राइटिङ नै राम्रो छैन भनेर टिचरहरु त्यति पढ्छ भनेर तपाईहरुको राइटिङ के हुन्छ जति पनि राम्रो तपाईले लेख्नु भयो तपाईको राइटिङ राम्रो छैन नि त्यसपछि मार्क इंग्लिशमा त्यति दिदैन, किनकि त्यसमा सबभन्दा अगाडि नि हामीले आफ्नै राइटिङलाई बुझाउने हो के। त्यसमा राइटिङ कस्तो तपाईले प्रुफ गर्नु भइराछ त्यो हेर्छ के टिचरहरु। अनि त्यसपछि तपाईको लेख्ने बानी अलिकति पनि मिस्टेक भयो भने टिचरहरुले त्यसमा हेर्दैन के, इग्नोर गर्छ त्यो। अनि तपाईको राइटिङ लेख्ने बानी राम्रो भयो भने तपाईले राम्रो मार्क र राम्रो ग्रेड ल्याउन सक्नुहुन्छ भनेर हो हैन। र तपाईहरुले मेहनत गर्दै जानु होला र गर्नुहुन्छ भने राम्रो मार्क पनि आउन सकिन्छ भनेर मैले हेरेको छु। र तपाईहरुलाई राम्रो भिडियो लाग्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सनु होला। हस्, धन्यवाद।